अरे प्रचण्ड केपी यो अहिलेको जेनजीको आन्दोलनमा चाहिँ छिटोभन्दा छिटो केपी ओलीले राजीनामा दिएको भए यस्तो गोरु जोत्नु पर्थ्यो। त्यही भएर अहिले देशमा सिंहदरबार चल्यो, नेताका निवास चले होइन। त्यही भएर यस्तो भएको। बेलैमा राजीनामा दिएको भए यसरी दुःख पाउँथ्यो। बेलैमा राजीनामा दिएको भए जनताले दुःख पाउँदैन थिए। भर आइज हो जेनजीको माग पुरा गरे भए यत्रो चाहिँ जेनजी युवाहरूको चाहिँ गोली हानेर यसरी चाहिँ हत्या गर्दा यहाँभन्दा ठुलो अपराध के हुन्छ? हस् रे प्रचण्ड केपी सिंहदरबार जलेको झल्को आइरहेछ। बेलैमा राजीनामा दिएको भए यस्तै दुःख पाउँथ्यो। सेर्रे आइज सेर्रे यसरी जोत्नु पर्ने होइन। बाँझो खेतमा ल्याएर जनताको कुरा नबुझ्ने राम्रो काम गर्नेलाई 0%। केपी आइज भर्र भन्। राम्रो काम गर्नेलाई 0%। आफ्नो सालोलाई प्राधिकरणमा नियुक्त गरेर एसियाकै ठुलो प्राधिकरण भनेर जनताले थप्न नसकेर चाहिँ यसरी जोत्नु परेको हो। सिंहदरबार जले पनि केही छैन, तर यो किसानको यो दुःख परिश्रम चाहिँ नजलोस्।